नमस्ते साथीहरु, जस्तै पुरानो चाया पोतो दाग धब्बाको लागि चाहिँ मैले फेरि अर्को रेमेडी लिएर आएको छु। जाइफललाई मैले अघिल्लो चोटी चाहिँ दूधमा चाहिँ घोटेको थिएँ भने यसपाली मैले दहीमा घोटेको छु साथीहरु। जाइफल यति राम्रो रामबाण काम गर्छ। तपाईको पोलेको दाग छ, जस्तै पुरानो चाया पोतो छ भने पनि एकदमै धेरै यसले राम्रो काम गर्छ। मैले अघिल्लो चोटी राखेको भिडियोमा चाहिँ राम्रो नराम्रो दुवै पक्षले चाहिँ एकदमै कमेन्ट गर्नु भएको छ। प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तर कति जनाले चाहिँ फेक इन्फर्मेसन हो यस्तो यस्तो भन्नु भएको छ, जबकि लगाएर मैले मेरो फेसमै लगाएको छु। हरेक भिडियो मैले राखेको छु। पहिला भन्दा मेरो फेस अहिले अर्कै भएको छ। त्यो त तपाईहरुले एनालाइसिस गर्ने कुरा हो, देख्ने कुरा हो साथीहरु। त्यही भएर चाहिँ आफूले युजै गर्नु भएको छैन र तपाईलाई त्यसको रिजल्ट थाहा छैन भने चाहिँ नराम्रो कमेन्ट कृपया नगरिदिनु होला। जो चाहिँ चाया पोतोले आत्तिनु भएको छ उहाँहरुले मज्जाले गर्नुभयो हुन्छ साथीहरु। सुरुमा 2-3 चोटी लाउँदा चाहिँ हल्का अलि धेरै कालो भयो जस्तो तपाईलाई फिल हुन्छ, किनभने यो बाहिर ल्याएर कसैले टाँस्देको दागी त होइन नि त। तपाईको एकैचोटीमा सर्लक्क जानलाई भित्रबाट आउने हो। त्यो चाहिँ अझै मज्जाले चाहिँ एब्जर्ब गर्दो रहेछ यसले। किन कसरी भन्नुहुन्छ भने यो जाइफल चाहिँ एकदमै गर्मी चीज हो के। गर्मी चीजले चाहिँ स्किनबाट चाहिँ हाम्रो त्यो चाया पोतो हटाउन एकदमै मद्दत गर्दो रहेछ।